Hello everyone, आज म सिम्पल एभ्रिडे मेकअप र सिल्क बन हेयर स्टाइल सेयर गर्दैछु। यो लुक डेली वेयर, अफिस, फंक्सन या क्याजुअल आउटिङको लागि एकदम पर्फेक्ट छ। लेट्स स्टार्ट इट। फर्स्टमा स्किन प्रेप गर्ने अनि त्यसपछि आफ्नो सेडको फाउन्डेसन युज गर्ने। लाइट ब्राउन कलर आइसेडो लाग, हल्का व्हाइट ग्लिटर अनि ब्लस ब्रन्जर अनि लिप लाइनर लगाएको छु ब्राउन कलर। अनि त्यसपछि चाहिँ मैले लिप ग्लस लाइन अनि मस्कारा लगाएको छु। हल्का ब्राउ कोरे अनि त्यसपछि हेयरमा आएँ म। हेयरमा अगाडि हल्का पार्टिसन गरेर त्यसलाई मजाले कोरेर पछाडि बन बनाउनलाई कपाल सबै लिएर गएँ। अनि पछाडिको कपाललाई चाहिँ लबरले बान्ने अनि अगाडिको सबै सिनिक्क सफा गरी लिएर जाने कपाललाई। अनि त्यसपछि चाहिँ व्याक्स स्टिकको मद्दतले मैले अगाडिको बेबी हेयरहरू सबैलाई सेट गरेँ। अनि कपालको पछाडि बाँधेको भागलाई दुईतिर पारेर मजाले बटारेर युपिनको मद्दतले सेट गरेको छु, हेर्नुहुन सक्नुहुन्छ। अनि त्यसपछि मैले लिप ग्लस लाएँ लास्टमा। अनि त्यसपछि म चाहिँ रेडी भएँ आफ्नो काममा जानको लागि। यस्तै टिपको लागि चाहिँ मलाई सब्सक्राइब गर्नुहोला एन्ड फलो गर्नुहोला टिकटकमा। बाई, सी यू इन नेक्स्ट भिडियो।